आज चाहिँ मेरो इटालीमा डकुमेन्ट आउने पालो हो। त्यही भएर म जोर्को उठेर तुरुक्क मात्रै हिँड्दाखेरि थाहा भयो कि ओहो म ढिला होइन, बस ढिला भएर रहेछ। बस ढिला भएर टाउको दुख्न थाल्यो मलाई होइन। त्यसपछि ठ्याक्कै बस आइदिएर त्यसपछि भ्यूको मजा लिँदै म लोकेसनतिर लागेँ गाइस। त्यसपछि ठ्याक्कै यहाँ बस रोक्न लागि पनि स्विच थिच्नुपर्ने रहेछ। स्विच थिचेँ, त्यसपछि बाहिर निस्केँ लोकेसनमा। ठ्याक्कै बाटोमा निस्किँदाखेरि चाहिँ म जेब्रा क्रसिङमा पुगेँ बाटो क्रस गर्नलाई नि। फेरि यहाँ रेड लाइट रहेछ। रेड लाइटलाई ग्रिन लाइट बनाउँदा स्विच थिचेँ। स्विच थिचेर बाटो क्रस गर्दाखेरि यहाँ थाहा भयो कि के हो यस्तो भनेको त यो त इन्टरनेटको टावर पो रहेछ। त्यसपछि लोकेसनमा पुगेँ म। लोकेसनमा पुग्दाखेरि ओहो कत्रो लाइन रहेछ यो भन्दाखेरि त त्योभन्दा ठुलो लाइन अपोइन्टमेन्टको रहेछ। त्यो भने त्यो नयाँ लाइन रहेछ इन्ट्रीको लागि। हामी चाहिँ पुरानो मान्छे भएर चाहिँ हामीलाई चाहिँ भएन। तर यो किन कुदिरह होला भनेको यो भिडियोमा लेखिचालेको थिएँ। छिटो पालो आउनुलाई कुद्नै पर्छ होइन। हामी पनि त्यस्तै कुदेको थियौँ। त्यही भएर म चाहिँ फेरि लाइनमा कुर्दै टाइम हेरेको त 11 बजिसकेर चाहिँ एकछिनपछि बसेँ। त्यसपछि चाहिँ मेरो डकुमेन्ट आएपछि चाहिँ ठ्याक्कै मैले डकुमेन्ट बोकेर मख परेर फर्किँदाखेरि बसमा बसेर फेरि फर्केको त घरमा आएपछि कस्तो आनन्द आयो कि ए भगवान् के युद्ध नै लडेर आए जस्तो फिल भएको थियो। त्यसपछि म सुतेँ। गुड नाइट बाई। आजको लागि यति नै।